ओइ आफ्नो राज्य भयो भने हामी सबैको लागि राम्रो हो बुझिस हाम्रो छोराछोरीको भविष्यको लागि पनि राम्रो हो छिटो गर जाऊ नमस्कार दर्शकवर्ग आज दुःखको साथ एउटा कुरा हजुरलाई सेयर गरौँ भनेको आज हाम्रो फिल्म मेरो जुत्ता खोइ रिलिज भयो तर रिलिज हुनुभन्दा अगाडि धेरै दुःख लाग्यो हाम्रो एकजना धेरै राम्रो कलाकार श्री भूषण दाहालजी उहाँले आज रिलिज गर्नुभन्दा अगाडि उहाँको लास जलाएर हामी हलमा पुग्यौँ हलमा उहाँलाई देख्दाखेरि साह्रै मुटु भकानिएर आयो र म कुमार केसी मुभीका निर्देशक र मेरो जति पनि टिमहरू हुनुहुन्छ उहाँको आत्मालाई धेरै शान्ति पाओस् भन्ने हामी प्रार्थना गर्छौँ र दर्शकवर्ग तपाईहरूले पनि एकपल्ट हाम्रो कलाकार श्री स्वर्गीय भूषण दाहालजीलाई उहाँको आत्माले शान्ति पाओस् भनेर थोरै प्रार्थना गरिदिनुहोस् होला उहाँले खेलेको मुभी मेरो जुत्ता खोइ आज नै रिलिज भएको थियो र आज यति बिना विश्वास भयो कि उहाँको लास जलाएर हामी सिनेमा हलमा पुग्यौँ हजुरसँग यही प्रार्थना छ एकपल्ट उहाँको चिर आत्माले शान्ति पाओस् भनेर प्रार्थना गरिदिनुहोस् र उहाँको परिवारले पनि एउटा मनोबल दिनुहोस् तपाईहरुले तपाईको सानो प्रार्थनाले उहाँहरूको परिवारमा एउटा मनोबल पाओस् धन्यवाद।